भगवानसँग आशा राख्नु कहिले नछोड्नु अनि यो दुनियाँसँग आशा कहिले नराख्नु। म त्यो बाटोमा पनि एक्लै हिँडेको छु जहाँ मलाई कसैको एकदमै जरुरत थियो। बेजेतीको जवाफ यति इज्जतको साथ देऊ कि खुद बेजेत गर्ने व्यक्ति नै लज्जित हुन परोस्। अहिले उहाँको छ त माल्टा उसको त्यो टिकटक हेर्नु नि आमा एटिट्युड यस्तो डेन्जर एटिट्युड भएको हाल्दैन आफ्नो लाइफ हो जिउनु खोजेको लाइफ उसैले जिउनु भन्छ तर भाइ तर पनि अलिकति कस्तो सोझी छ उसको दिदी कस्तो सोझी छ यस्तो क्या रोडम दाइ अब पहिले ऊ पनि सोझै हो होइन बाछेले अलिकति त्यति बेला हेरेन होइन अब